हाई गाइज, नमस्कार। हजुरहरू सबैलाई आज म सुबह पानीपत जानको लागि तैयार भएको छु और रेलवे स्टेशन पहुँचने वाली हूँ। और हम रेलवे स्टेशन पुगिसक्यौँ और रेलवे स्टेशन पुगेर हम रेलको इन्तजार गरिरहेका छौँ। रेलवे स्टेशनमा बहुत खूबसूरत रेलवे स्टेशन बनेको छ। एयरपोर्टको तरह रेल पनि आइरहेको छ। अब हम रेलमा चढ्छौँ। रेलमा चढेर अब हम रेलमा चढिसक्यौँ। अब हामी रेलमा चढेर पानीपत जाँदैछौँ। पानीपत जानको लागि रस्ताको खूबसूरत नजाराहरू पनि देख्न सकिन्छ। हजुरहरूले पनि देख्न सक्नुहुन्छ। अब हम रेल से उतर्यौँ। रेल से उतरेर हामी अगाडि गाडी लिन्छौँ। और गाडी लिएर पनि लिइसक्यौँ हामीले गाडी। अब गाडी लिएर हम सिधै पानीपत जान्छौँ। पानीपतमा बाबा श्यामजीको मन्दिर छ। मंदिर भी अब पहुँचने वाला छौँ हामी। मार्केट की तरफ मंदिर के गेट के तरफ पहुँचने वाला छौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले खूबसूरत नज़ारा। मार्केट, ये श्री श्याम जी बाबा के मंदिर, जहाँ पे शीश काट के दान में दिनुभएको थियो उहाँले श्री कृष्ण जीलाई। ये देख्न सक्नुहुन्छ पानीपतमा खूबसूरत बाबाजी को मंदिर। ये दुकानहरू सजेछन्। ये बाबा के मंदिर के गेट और ये मंदिर के मुख्य द्वार। और हजुरहरू पनि आउनु होला हेर्न, दर्शन गर्न सक्नुहुन्छ। प्रसिद्ध मंदिर हो। ये मनोकामना पूरा हुन्छ यो मन्दिरमा। हजुरहरू पनि देख्न सक्नुहुन्छ। ये मन्दिरमा बाबा श्यामजी ने शीश काट के दानमा दिनुभएको थियो। ये मंदिर खूब प्रसिद्ध मंदिर हो। हजुरहरू पनि दर्शनको लागि आउनु होला। धन्यवाद।